रिदम, मेरो मोबाइल कहाँ गयो खै? भेटैन त? मलाई थाहा छैन आमा। तिमी किन उदास छौ? मैले आमालाई झुट बोलेम, डर लागिरहेको छ। झुटले झन् समस्या बढाउँछ, सत्य बोल्दा मन हल्का हुन्छ नि त। रिदमले सियाले भनेका कुरा सम्झियो अनि हिम्मत जुटायो। आमा, मोबाइल मैले सोफामुनि खसालेँ अनि म डरले झुट बोलेँ। धन्यवाद, तिमी सत्य पनि बोलेकोमा। गल्ती स्वीकार्नु ठूलो कुरा हो बाबु, जुन तिमीले गर्यौ नि। झुट बोल्नु हुँदैन। सत्यले हामीमा विश्वासको भावना बनाउँछ। यो 3D कार्टुन भिडियोमा रिदमले झुट बोलेपछि भोग्ने डर, साथीबाट पाएको सल्लाह र अन्ततः सत्य बोल्दा आउने राहतलाई सिनेम्याटिक क्यामेरा मुभमेन्ट, रियलिस्टिक फेसियल एक्सप्रेसन्स र इमोसन ड्रिभन स्टोरी टेलिङ मार्फत प्रस्तुत गरिएको छ। यसले बच्चाहरूलाई सत्यता र इमान्दारीको महत्त्व सहज र प्रभावकारी तरिकाले सिकाउँछ। यो भिडियो अहिलेसम्म हेरेर साथ दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। भेटौँला अर्को भिडियोमा।